नेपाली बुढोको घटना सेलाउन नपाउँदै भक्तपुरमा फेरि श्रीमानद्वारा खुकुरी प्रहार गरी श्रीमतीको हत्या। रथ प्रहार गरेका थिए आफ्नै श्रीमतीको विवस्त हत्या। दर्शकवृन्द, यति बेला भने फेरि अर्को घटना सार्वजनिक भएको छ। चर्चित व्यक्ति नेपाली बुढोले आफ्नै श्रीमतीको रथ प्रहार गरेर विवस्त तरिकाले हत्या गरेको घटना सेलाउन नपाउँदै भक्तपुरमा फेरि आफ्नै श्रीमानद्वारा खुकुरी प्रहार गरी श्रीमतीको विवस्त तरिकाले हत्या गरेका छन्। भक्तपुरमा श्रीमानले आफ्नै श्रीमतीको विवस्त तरिकाले हत्या गरेको घटना सार्वजनिक भएको छ। प्रारम्भिक अनुसन्धान अनुसार 38 वर्षीय विदुर विश्वकर्माले 33 वर्षीय सलिना टोलाङ्गे विश्वकर्मामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। घटना बुधबार राति भक्तपुर नगरपालिका वडा नम्बर 10 छालिङ रोड स्थित सैनिक ब्यारेक पछाडि भएको बताइएको छ। पक्राउ परेका विदुरले प्रहरी समक्ष दिएको प्रारम्भिक बयानमा श्रीमतीमाथि अन्य व्यक्तिसँग सम्बन्ध रहेको शंका लागेको र घटना भएको दावी गरेका छन्। उनले केही व्यक्तिको नाम समेत उल्लेख गरेको प्रहरीले जनाएको छ। तर प्रहरीले उनको भनाइलाई मात्र आधार मानेर निष्कर्ष निकाल्न नसकिने भन्दै थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। प्रहरीका अनुसार अभियुक्तलाई मदिरा सेवन गर्ने बानी रहेको र घटनाको समयमा पनि मदिरा सेवनकै अवस्थामा रहेको प्रारम्भिक अनुमान गरिएको छ। सोही कारण आवेगमा आएर घटना भएको हुन सक्ने कोणबाट अनुसन्धान अघि बढाइएको छ। घटनाका क्रममा भएको विवादमा दम्पतिका 8 वर्षीय छोरा समेत घाइते भएको बताइएको छ। उनको उपचारपछि अवस्था सामान्य रहेको र हाल बाल मैत्री कक्षमा राखिएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाका अनुसार दम्पति बीच पहिलेदेखि नै घरेलु विवाद हुँदै आएको थियो र अभियुक्तले मदिरा सेवन गरेपछि हो हल्ला गर्ने व्यक्तिका रूपमा चिनिने गरिएको थियो। पीडित सलिना हालै स्वास्थ्य समस्याबाट उपचार गराएर घर फर्किएको पनि खुलेको छ। केही दिन अघि नेपाली बुढोसँग सम्बन्धित यस्तै प्रकृतिको घटना सार्वजनिक भएपछि फेरि अर्को घरेलु हिंसा सम्बन्धी घटनाले स्थानीय समुदायमा चिन्ता बढाएको छ।